हेलो साथीहरू नमस्कार। आज हामी कुरा गरिरहेछौँ अरनिको बारेमा है। नेपाल एक सानो देश तर इतिहासका महान महान कलाकार जन्माएको देश हो। 13 वर्षको किशोर बालक जसले आफ्नो कला विदेशीको राजालाई समेत मोहित पारेको उनी हुन् अरनिको। तर प्रश्न के हो, कसरी सानो हिमाली देशको बालकले चीनको राजधानीमा इतिहास कोर्यो? अरनिको जन्म विक्रम सम्वत 1302 भएको थियो। उसको जन्म काठमाडौँमा भएको थियो। उनी सानो उमेरमै कला र वास्तुकलाप्रति असाधारण रुचि देखाए। उनका कौशल यस्तो थियो कि स्थानीय मठ मन्दिर देवालयमा उसको ठुलो योगदान छ। तर 13 वर्षको उमेरमै उनले वैदेशिक यात्रा पनि गर्न पुगे, जस्तै चाइना। त्यो समयमा मल्ल शासन थियो भनिन्छ है साथी हो। उनलाई चीन पठाए यान डाइनेस्टीको लागि। त्यो समयमा चीनको सम्राट केवल उत्कृष्ट कलाकारहरूलाई मात्र आमन्त्रण गर्थे अरे। अनि अरनिले त्यहाँ गएर मठ, स्तूप र संस्कृत निर्माणमा ठुलो योगदान दिएको छ है। उनका काम आज पनि उभिएको छ चाइनामा। वाइट डोग्बा भन्ने पनि छ त्यहाँ, तपाईँहरूले हेर्न सक्नुहुन्छ गएर है। अरनिको जीवनका चुनौतीहरू पनि कम थिएन। नयाँ देश, फरक संस्कृति, राजा र दरबारका उच्च अपेक्षा थियो। तर उनले नेपालको गौरव आफ्नो हरेक निर्माणमा राखे। उनका कलाले चीनमा नेपाली शैली फैलायो र अझै पनि श्रद्धा भावनाका साथ त्यहाँ चीनका वासीहरूले हेर्ने गर्छ। एउटा 13 वर्षको बालकले आफ्नो देशको नाम अन्तर्राष्ट्रिय मञ्चमा चिनायो, सिर्जना गर्छ। इतिहास मात्र होइन, हामीलाई पनि प्रेरित गर्छ, होइन र साथीहरू? मैले यो छोटो भिडियो अरनिको बारेमा बनाएको छु। यो भिडियो बनाउनुमा धेरै लामो भिडियो बन्छ। यदि तपाईँहरूले अरनिको बारेमा अझै बढी चाहनुहुन्छ भने मलाई कमेन्ट गर्नुहोस्। म तपाईँहरूलाई यसको बारेमा पुरा फुल डिटेल्समा भनिदिन्छु है। यहाँसम्म हेरिदिनु भयो भिडियो, धन्यवाद।